यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। कृपया मनोरञ्जन मात्र लिदिनु होला। यस भिडियोमा केही अपशब्दको प्रयोग गरिएको छ, त्यसैले फ्यामिलीसँग नहेर्नु होला। धन्यवाद। ल भन्न त के भयो? के भयो र? केही नि भएन। मलाई प्लेटफर्ममा भन्छु भनेको हैनस् के? मोजी घरि खसी लुट्दियो भन्छ, घरि केही छैन भन्छ। साइको के रन्डीको भन, दिमाग छैन तेरो? ए अँ सेरे मेरो खसी लुट्दे। मेरो खसी लुट्दियो यार। के नाटक पारेर भनिरह नि मोजी? रामसँग भन्न। ल भन, सुरुबाट भन, कसले लुट्यो तेरो खसी? विक्रम सम्मत 2055 साल नेपालको कास्की जिल्लामा अवस्थित सरङकोटमा बसोबास गर्ने मनमाया देवकोटा र रोहित उपाध्यायद्वारा कृष्ण उपाध्यायको जन्म भयो। खसी कसले लुट्यो भन भनेको? म उसलाई बाउको तुरीदेखि आमाको बुढीसम्मको यात्रा भन्छ मुजी। सुरुबाटै भन भनेको होइन, अनि के भन्ने त? हो यो मेरो केडा भन मुजी। आज के भयो त्यो भन भनेको? आज बिहान म 4 बजे उठेर स्नान गर्न थालेँ, अनि पानी तताउन चामुजी आफै गरेर ल्या मा साइको। सेरे सुन्न के? सुन्न ओए ओए सेरे प्लिज के सेरे? ओए सेरे ओए रन्डीको मान्छे रे। ओए सरी के सेरे? ओए सरी हेल्प गर्दैन यार प्लिज के सेरे? बरु म त 1 किलो मासु दिन्छु यार। मुजी 1 किलो मासुमा बिक्ने जस्तो देखिस? अनि कति चाहियो त? 5 किलो दिन्छस् भने हुन्छ। मेरो गेडा खा मुजी 5 किलो त। त्यसो भए आफै ल्या अनि पुरै खा। ओए हुन्छ हुन्छ, 5 किलो चाहिँ होइन 4 किलोसम्म चाहिँ दिन्छु। ल भन्न त कसले लुट्यो खसी? कहाँबाट भनौँ त? यहाँ चाकको बलबाट भन। मुजी मुख छैन तेरो? मतलब खसी लुटेको कहाँबाट भनौँ? सुरुबाट भन, के भयो? विक्रम सम्मत 2 आज खसी ल्याएबाट भन भनेको। म बाटो लिएर खसीमा आउँदै थिएँ। ए होइन होइन, म खसी लिएर बाटोमा आउँदै थिएँ। भोलि एक थोक बेच बिहेमा जान्छु, मासु भात खान्छु, अनि बाजाको तालमा नाच्छु। भुम्पु चिकम 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 चकमा चिकम चिकम, भुम्पु चिकम 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 चकमा चिकम। ओए आइज आइज, अस्ति हिँड्दै नहिँडेको यो। ए यी हैजाहरूले आज पनि लुट्न बस्यो होला। मेरो झाँटले नि लुट्न दिन्न आज। त्यहाँपछि म बाटो चेन्ज गरेर गएँ। ओए रुख पछाडिबाट कसलाई भागेको देखिस्? फुल अनुहार त देखिन, मास्क लाग्थ्यो। मास्क कस्तो कलरको थियो? मेरो कन्डो जस्तो कालो र हल्का हल्का सेतो दर्शा थियो। भनेपछि पक्का थियो त्यो। को? मैले त्यसलाई देखेको थिएँ। त्यसको फेस अझै याद छ मलाई। तँलाई चित्र बनाउन आउँछ? आइज नि त त्यसो भए। ल त आइज। ल बन म बनाउँछु। गोलो गोलो 2टा कान थियो, अनि कानको साइडबाट निक्लेको हल्का हल्का कपाल, अनि त्यो मुख, अनि टोपी लाथ्यो टोपी। एउटा आँखा पनि, एउटा आँखा, अनि हल्का हल्का दारी थियो, दारी। अनि यति हो भयो। कोही देखा त? ए लायर मोजी छिएमा छिक्ने के हो यो? लायर यो 2टा कान, एउटा कान, यो अर्को कान, अनि यो लामो चाहिँ टोपी, अनि यो हेर यो मुख, अनि यो चाहिँ आँखा के आँखा हेर, अनि यो लामो 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 दारी दारी। ठुक्क मुजी तेरो कला। खैले यसले म बनाउँछु ले। मुजी हो यही हो। ल ठ्याक्कै यही हो। ल यो यहाँ त मैले रुख पछाडिबाट भागेको देखेको थिएँ। मुजी अहिलेसम्म चाहिँ मैले गेडा भनिरहेको थिएँ। ए तैँले पनि त्यही भनेकोस्? होइन मेरो छोड दे, बरु त्यहाँ पछि के भयो भन्।
हाम्रो प्लान फेल हुनुको कारण यही हो। प्लान फेल हुनुको कारण कसरी? जब म बाउलाई लुट्न जान लागे त्यसपछि के भयो? है त्यहाँपछि त बाउलाई थाहा होला। त्यसपछि म सार्कीसँग झगडा गरेर आफ्नो बाटो लागेँ। हिँड्दा हिँड्दै म अलि अगाडि पुगेँ र रोकिएँ। अनि फेरि त्यसपछि नि हिँड्दा हिँड्दै म अलि अगाडि पुगेँ र रोकिएँ। त्यहाँबाट पनि म हिँडेर अलि अगाडि पुगेँ र रोकिएँ। त्यहाँपछि के भयो त्यो भन्नु भनेको? जहाँ थप्पाड तिमीले सबै हेर्छस्, पाठो हेर्नु पर्दैन। ए मुजी धुर, यो भिडियोको क्लाइमेक्स हो। अगाडि के भयो त्यो भन्। त्यहाँपछि सार्कीसँग झगडा गरेर गएँ। त्यहाँपछि म तिम्रो नाम पनि परिचय तिम्रो घरमा बुढा नभए तिमीलाई ठोक्न आम हिँडेको कन्डम बोकेर ठोकेर तिम्रो दुलो छ धेरै हामी हेरेको हेरे तिम्रो दुलो छ धेरै हामी हेरेको हेरे। साइकी ओ साइकी त फेरि आइस होइन? तेरो कन्डो फुट्ने तरिकाले हान्नु पर्ने। के कामै थाहा पाउन भन्ने ठानिस होला मुजीले। बाहुनको छोरो हो मुजी, चालले थाहा पाउँछु। को को मुजी सक्सेस भने अगाडि आइज न। को रन्डीको भानु मुजी आफ्नो बाउको दुध खास भने सिङ्गल आइज। वर्तमान आंखों का धोखा है, भूत सीखने का मौका है, भविष्य उम्मीदों की नौका है। मार्टिन के हो रहा पागल हो मुजी खुलको प्लान अनुसार गर जा मुजी जा के ख्यासको सुदै हो त्यहाँ? तेरो बाबु म्याच सिक्नी अनि राडीको पनि पागल बस क्या हो? लाखो भए के हुन्थ्यो? माछ चिक्नी पागल ओ माछ चिक्नी बाउ आए जस्तो माछ चिक्नी पागल भाग टप्परे भाग कानै पुग्लास र भागेर मुजी तुझो बेटी काम गर्न सक्दैन छ आफूले त गरिस् मुजी जाऊ खोडा सिधा फाल्न सक्दैन अझ ठुलो कुरा गर्छ। चिक्नी हो चिक्दिन तेरो चाक कालो हो। तँ अझै हान्दै बस साला म बाउन उहाँ जङ्गल काटेर जान लागिसक्यो त अझै हान्दै बस मा अझै पाँच खोल्नु के हान्छस् कि जी कालो कन्डो लिएर बडी बोल्छ तेरो भविष्य भन्दा त गोरो छ भाइ। ए बाउन भागिसक्यो आइज भनेको मुजी मासु खाने भए आइज नुदुन आइज मुजी मलाई भा मुजी हटाटा न घोच्यो
हात होइन त्यो मेरो गन हो गन हो के मुजी गन हो ए गन कहाँबाट आयो गन मसँगै थियो त अलि चाँडै भएन र ए हुन्छ अहिले पछि निकाल्छु सम्झाए त अझ खोज्ले दिमाग सिमाग छैन मुजी के रे दिमाग छ त नि मुजी फेरि नि मुजी मुजी के हो बनाइसकेर मात्र न त तल मैले जाने के जाने विषयले के पनि गर्न सक्दैनस् भाइ कहाँ जान्छस् मच्छिया धेरै घडिया जा मुजी यो बन्दुकले केटीलाई डरा मेरो त झाट नि हल्दिँदैन अरे चिक्रे कसले भनिदिएको रहेछ अगाडि बढिस् भने खाइस् जा जा भनेको के तैँले अघि अघि बढिस् भने खाइस् भनेको होइनस् तँलाई होइन के त्यसलाई भनेको जा मुजी समाज जा चुप चुप बुक चुप कसलाई भनेको के नहीं 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 ओए नहीं अब बोल मुजी बोल अब बोल तेरो कुकुर जसरी भुग्ने मुख कहिले न हामी नि खाम लेन मुजी गुड्डु पऱ्यो का A few moments later. ए बस्दा बस्दा झ्याउ लागिसक्यो यार के व्यवस्था गर्न साला भिखारी सम्झिस् क्या ल अब त केही व्यवस्था गर के व्यवस्था गर्ने त आइडिया ल यो लाएर रेडी गरेर आइज यत्राको नाउन मुजी म के रे मा ओइ गर्ने त अब रेडी हुनु छैन लाउनुहोस् भनेको होइन लान्छु लाउँछु लाउँछु दाइ लाउँछु भन् दाइ त तँलाई घन्टाको नि भन्दिनँ के अरे भन्दैन छैन लाउन छैन लाउँछु दाइ लाउँछु हो यो हो नि त बल्ल ल छोरा रेडी गरेर आइज के व्यवस्था गरी हुँदैछ आउँदैछ भाइ हो गएको यत्रो बेर भयो त हुँदै आएन त उतै भाग्यो क्या हो मुजी त आयो पापा कि परे ओ माई गॉड कति अट देखेको बन डार्लिङ छोड्ले नि त यस्ता बोका बाउलाई देखेर कसले छोल्छ ओ हेलो सेक्सी के खान उभिएको नाच गीत गाउन आउन होला नि गाइदिनु त त्यो नाच्छ ल नाच यो हो रन्डीको चाक यो हो रन्डीको चाक यस्तो नि गीत हुन्छ अर्को ल ल नाच
दाहिने गेडा दुख्यो मेरो देब्रे गेडा दुख्यो लाग्छ मलाई मेरो दुईटै गेडा फुट्यो यो लुक तैँले ट्राफिक हुँदैन अलि ज्यानजम गीत गाएर नाच्न अय्या 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 घाँसी काट्न आरैछौ बोकै कामी दाइको कस्तो छ घन्टो लामो लामो देखेर मेरा घाँस काट्न आरैछौ बोकै कामी दाइको कस्तो छ घन्टो हेलो हजुर बोस ए ल ल ल ल आइहालौँ बोस ल कसको भन्नु कसको होइन बोसको मुजी पानी तात्यो रे चाँडै ओइ आइज अनि यसलाई के गर्ने त कसलाई ए मैले जानेछु डाकु भाइ प्लिज यस्तो नओर्दा आउन तिमीहरूलाई पाप लाग्छ डाकु भाइ प्लिज डाकु भाइ यार म तिमीहरूको हात जोड्छु प्लिज जोड्दै आउन डाकु भाइ ओए भन्न के भन्दै थिइस् भन् सारा डराइस् ए मुजी गर्नु नि कति भएको श्यामे त हजुर गिरिबा म के भन्न थियो कि हामी बानको छोरो भएर यस्तो गर्न हुन्न अरे छोड्दे मलाई सिक्ने जति बेला नि बनको छोरा घुसाइदिउँ चढाइदिन जान ढिलो भयो भातिस मुजी श्यामे बाबु श्याम बाबु खोलिदेऊ न श्यामेले लुटेर लग्यो यार हँसाउँछ मुजी बाउनले मुजी तँलाई कुनै भ्रम भयो होला हाम्रो श्यामे त्यस्तो छैन बुझिस् तेरियामाको पुतलीहरू पनि त्यसले चोरेको हो बिना काममा दोष नलगाए मुजी त्यो छम्मा भेट्न गएको घन्टाको छम्मा त्यसको छम्मा छ कहिले देखेको छस् तैँले तर छम्मा भेट्न गएको भन्दै थियो त यार ढाँटेको त्यो मुजीले साला शङ्का त मलाई पहिल्यै लागिरहेको थियो त के गरिरहेको छस् यहाँ ए प्लान फेल भयो भने बमलाई त्यो डोरीमा पार्ने भनेको तप परेछस् सरी है खासमा पर्थेन के रे ल ठिकै छ ओए सुन्न भन भरे हाम्रो घर जानुपर्छ है ए ल हुन्छ ओए सुन्न ओए बन मुत्किन्छ के प्लिज यार इम्पोर्टेन्ट कुरा हो के बन खुस्सा कानमा भन्ने हो के आइज न भन के कुरा हो है त्यो छ नि है भरे भनौँला उहाँ चरा हेर्न कति राम्रो है यो त त्यो आकाश पनि है बादल पनि कति राम्रो है अनि उहाँ हेर्नु झन् कस्तो भएको है त्यो देख्छस् किन उहाँपट्टि हेर्न ऊ है ए बाउ खुल्टीमा के हो तेरो बाहुन आयो बाहुन ए ल म गएँ है भरे कुरा गरौँ ल त्यही भएरै हो यो बाउले पक्रेको
मुलालाई सोझो ठानेको त उल्टो बनाएर नाङ्गे झुन्डाउन खाले पो रहेछ बाहुनलाई जस्तै कतातिर गयो होला त्यो मुजीलाई त लात्तै लात खान्छ आज म्यासाला रोक मुजी त्यसो गएर हुन्न प्लान बनाउनु पर्छ के को प्लान पर्दैन प्लान छन् सालेलाई हातले नि मारिदिन्छु गन छ मुजी तिनीहरूसँग कहाँ गयो भर्खरको भर्खर ओए प्लान स्ल्यान के भन्दै थिइस् नि भन्न त ल तर त्यसको लागि पार्ट 4 अब थ्याङ्क यू गाइज फर वाचिङ यदि तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक गर्नु सब्स्क्राइब गर्नु र शेयर गर्न नबिर्सिनु होला मन परेमा सब साथीभाइहरुलाई दाजुभाइहरुलाई सबलाई शेयर गर्नु होला थ्याङ्क यू See you guys on next video. लभ यु अल